कुनै एक दिनको कुरा हो। राजा, मन्त्री र सिपाहीहरू भएर एउटा घना जङ्गलमा शिकार खेल्न गएका थिए। शिकारमा निकै मजा लिँदा लिँदै रात परिसकेको कसैलाई पत्तो भइन्छ। त्यसपछि जब रात परेको थाहा पाए, राजा, मन्त्री र सिपाहीहरू जङ्गलबाट बाहिर निक्लन खोजे। तर जङ्गल निकै भयानक थियो। बाहिर निक्लने प्रयास गर्दा गर्दै रात छिप्पिसक्यो र उनले पारीको गाउँमा एउटा घरमा टुकीको धिपी उज्यालो देखे। त्यसपछि उनीहरू त्यही उज्यालोतर्फ लागे र गएर बास मागे। उनीहरूले भने, हामी राजा, मन्त्री र सिपाहीहरू छौँ, शिकार खेल्न आएका थियौँ। जङ्गलमा अल्मलिँदै रात छिप्पिसकेछ। आजको दिन यहीँ बास दिनु पर्यो। त्यसपछि त्यो घरका मालिकले भने, बास त दिन हुन्थ्यो, के गर्ने? यो सानो झुपडी छ, भित्र ठाउँ छैन। श्रीमती सुत्केरी भएकी छन्। आज 6 दिन भयो, म कसरी बास दिन सक्छु र? यो कुरा सुनेपछि राजाहरूले भने, ठिकै छ, तपाईँ केही कपडा जे जस्तो छ हामीलाई दिनुहोस्, हामी यही बाहिरै पिँढीमा सुत्छौँ। त्यो कुरा त्यो घरका व्यक्तिले स्वीकार गरे र राजाहरू बाहिर पिँढीमा सुते। अरू मन्त्री सिपाहीहरू त फुसुक्क निदै हाले। तर राजालाई चिन्ता थियो, राजा जस्तो मान्छे एउटा सानो झुपडीको पिँढीमा सुतिरहेका छन्। उनलाई रातभरि निद्रै लागेन। उनका आँखा खुल्लै थिए। त्यत्तिकैमा एउटा कालो वस्तु फुत्त घरभित्र पस्यो ढोकाबाट। राजा अचम्मित भए, यो के पस्यो भित्र भनेर उनी ढोकामा कुरेर बसिरहेका थिए। त्यो वस्तु कति बेला बाहिर आउँछ भनेर। केही समयपछि त्यो वस्तु फुत्त बाहिर निक्लियो र राजाले च्याप्प समाते र सोधे, न को होस् भनेर। र त्यो वस्तुले जवाब दियो, म भावी हुँ। आज यो बच्चाको 6 दिन अथवा 37को दिन, म उसको भाग्य लेख्न आएको हुँ। अनि राजाले सोधे, के लेखिस् त भाग्यमा? अनि भावीले भन्यो, मैले त्यो बच्चाको भाग्यमा लेखेको छु कि तिमी पछि गएर राजा बन्नु। यो कुरा सुनेर राजा चिन्तित भए। ऊ त आफू राजा थिए, तर उनको शेखापछि उनको सन्तान राजा हुनुपर्ने हो। तर भावीले त अर्कैलाई राजा बन्नु भनेर लेखिदिएछ। उनलाई यो कुराले झन् रातभरि निद्रा लागेन र बिहान भयो र उनले भने, त्यो घरका घरमालिकसँग गुनासो गरे, मेरा कोही पनि सन्तान छैन, राजा भएर के गर्नु? तपाईँलाई भन्दा साह्रै दुःख छ। म तपाईँको सन्तान लिन्छु, म तपाईँलाई भने जति पैसा दिन्छु भनेर ती व्यक्तिको त्यो जन्मिएको सन्तान मागे। र ती व्यक्तिले भने, हाम्रो पनि यति एउटा सन्तान हो, बल्ल त जन्मिएको 6-7 दिन भएको छ। यो पहिलो सन्तान म हजुरलाई कसरी दिन सक्छु र भने। तर राजाले अनेकौं बल जप्ती गरे, अनेकौं प्रलोभन देखाए र राजाको कुरा नकार्न नसके। केही पैसा लिएर आफ्नो सन्तान राजाको जिम्मामा लगाइदिए। र ती व्यक्तिलाई आश पनि थियो, हामी त सानो झुपडीमा हुर्केको छौँ, यो सन्तानलाई कसरी हुर्काउने चुनौती छ। यो सन्तानलाई राजाले लिए भने उनको सन्तान पनि रहेनछ। पक्कै पनि मेरो सन्तानले ठुलै सुख पाउनेछ, ठुलै सुख शैलमा हुर्किनेछ भन्ने विश्वास थियो। र राजाले त्यो बच्चा लिए र उसलाई केही पैसा दिए। र राजाले केही पर पुगेपछि ती सिपाहीहरूलाई भनिदिए, लैजाऊ, यो बच्चा जङ्गलमा लगेर मारेर पुरिदेऊ। अब राजाको आज्ञा सिपाहीहरूले त मान्नु नै पर्थ्यो। त्यो बच्चा लिएर सिपाहीहरू घनाघोर जङ्गलमा गए र उनीहरूले त्यो बच्चालाई मार्न सकेनन्, किनकि उनको मनमा निकै दया जाग्यो र उनीहरूले त्यो बच्चालाई त्यत्तिकै जङ्गलमा छोडिदिएर गए। बच्चा धेरै बेर रोयो। केही समयपछि साँझ पख एकजना बुढी महिला अलिकति सालका पातहरू टिपेर
घरको बाटो फर्किँदै थिइन् त्यत्तिकैमा जङ्गलमा बच्चा रोएको आवाज सुनिन्। यताउता हेरे र सानो बच्चा रोइरहेको थियो। उनको मनमा दया जाग्यो र त्यो बच्चा आफ्नो काखमा लिइन् र घरमा लगिन्, पालिन्, हुर्काइन्। अनि त्यसपछि त्यो बच्चा बिस्तारै बिस्तारै ठुलो हुँदै गयो र पछि अब उसले पनि आफ्नी ती बुढी आमालाई भन्यो अथवा जसले पालेकी थिइन् त्यो वृद्धलाई भन्यो, यतिन्जेलसम्म तपाईँले मलाई पाल्नुभयो, हुर्काउनुभयो। अब म पनि ठुलो भइसकेँ, तपाईँले मेरो लागि धेरै दुःख झेल्नुभयो। अब तपाईँले दुःख गर्नु पर्दैन, म सहरतिर कमाउन जान्छु भनेर त्यो बच्चा सहरतिर कमाउन हिँड्यो र सहरमा पुगेर एउटा ठुलै धनाढ्य व्यक्तिको कम्पनीमा काम गर्न थाल्यो। काम गरेको केही समय बितेको थियो, केही महिना बितेको थियो, पैसा पनि राम्रै कमाएको थियो र एक दिन अचानक त्यो व्यापारीको घरमा ती राजा घुम्दै फिर्दै आइपुगे। त्यहाँ व्यापारीसँग निकै कुरा भयो र त्यत्तिकै कुरा गर्दा गर्दै त्यो काम गर्ने कामदारको बारेमा अथवा जसलाई जङ्गलमा छाडिएको थियो त्यो केटाको बारेमा पनि कुरा भयो र कुरा गर्दै जाँदाखेरि यसलाई यसरी यसरी भेटाएर लिएको भन्ने थाहा भएपछि ल सिपाहीहरूले त त्यो बच्चालाई मारेका रहेनछन्, जङ्गलमा यत्तिकै छोडेर आएका रहेछन् भन्ने राजाले पत्ता लगाए र फेरि राजाको मनमा चिन्ता पर्यो र त्यो व्यापारीलाई अलिकति पैसा दिएर केही गुन्डाहरू लगाएर त्यसलाई बोरामा बाँधेर ठुलै नदीमा लगेर बगाइदिन लगाए। त्यो केटालाई एउटा बोरामा बाँधेर ठुलै नदीमा लगेर बगाइदिए। नदीमा लगेर बगाइदिँदाखेरि ऊ बग्दै बग्दै केही पार गरिरहेको थियो नदीको बाटो। त्यतिकैमा एकजना माझीले नदीमा माछा मार्दै थियो र उसको जालमा ठुलै माछा परे जस्तो भान भयो र उसले त्यो जाल बलजफ्ती गरेर तानेर निकाल्यो। त्यहाँ एउटा बोरो थियो, बोरो खोलेर हेरेको त्यहाँ मान्छे थियो र उसलाई बाहिर निकाल्यो, उसको उपचार गर्यो र ऊ निको भयो। निको भइसकेपछि केही समय उसको घरमा बस्यो, उसलाई धन्यवाद दियो आफ्नो ज्यान बचाएकोमा त्यो केटाले। अनि केही महिनापछि ऊ फेरि सहरतिर कमाउन हिँड्यो, पढ्न हिँड्यो र सहरमा पढ्दै कमाउँदै गर्ने क्रममा एक दिन राजाकी छोरीसँग त्यो केटाको भेट भयो। भेट भइसकेपछि ती दुईको दिनपछि दिन माया प्रेम बढ्दै गयो, प्रेम सम्बन्ध गाँसिँदै गयो र उनीहरू निकै गाढा प्रेममा परे। पछि राजाकी छोरीले बिहे गर्ने निधो गरिन् र उनले आफ्नो बुवा अथवा राजासँग भनिन्, एउटा केटालाई मन पराउँछु, म त्यहीसँग बिहे गर्न चाहन्छु। यदि तपाईँले बिहे गरिदिनुहुन्छ भने ठिक छ, नै भने म भागेर भए पनि जान्छु भने। तर राजाले कुनै हालतमा पनि मान्नेवाला थिएनन्। आखिरमा ती राजकुमारी त्यो केटासँग भागेर बिहे गरिन्। केही समय बित्यो, राजाले फेरि जे जस्तै भए पनि आफ्नै छोरी त हो भन्ने सोच मनमा लिए र छोरी ज्वाइँलाई एकपटक घर आउन अथवा ससुराल माइती आउन आग्रह गरे र छोरी ज्वाइँ उनको घर आए। घर आइसकेपछि ज्वाइँसँग परिचय भयो, कुराकानी भए र कुराकानी भइसकेपछि तिनले सबै कुरा खोलिदिए। खोल्दाखेरि फेरि राजालाई चिन्ता पर्यो कि यो त सानोमा भाबीले राजा बन्नु भनेर भाग्यमा लेखिदिएको केटा रहेछ भन्ने झन् ठुलो चिन्ता पर्यो। यो अहिलेसम्म पनि मरेको रहन्छ भन्ने चिन्ता पर्यो र राजाको सोच अझै पनि उसलाई मार्नु थियो र आफ्नै छोरो आफ्नो शिखापछि आफ्नै छोरो राजा होस् भन्ने थियो। राजाको एउटा मात्र छोरो थियो, एउटा मात्र छोरी थियो। छोरीको बिहे त त्यो केटासँग भइसकेको थियो। अनि उनले एउटा प्लान गराए र एक ठाउँ जुत्ता सिलाउन दिए र जुत्ता सिलाउन दिएपछि त्यो जुत्ता सिलाउनलाई भने, म यो जुत्ता लिन एउटा मान्छेलाई पठाउँछु, त्यो मान्छेलाई जुत्ता टिप्ने क्रममा त्यो
निहुरिन्छ अथवा घोप्टो पर्छ, त्यही बेलामा त्यसको टाउकोमा हानेर त्यसलाई मारिदिनु भनेर राजाले लगाए केही पैसा दिएर। राजाको आज्ञा हो, कसैले नकार्न सक्दैनथे, त्यसले पनि हुन्छ भन्यो र उनी राजा घर गए र राजा आफू बाहिर काम रहेको भन्दै उनी बाहिर निक्लन थाले र त्यति क्रममा उनले भने, ज्वाइँ साहब, मैले यस्तो ठाउँमा जुत्ता सिलाउन दिएको छु, म आज बाहिर काममा जाँदैछु, मेरो यस ठाउँमा मिटिङ छ, म अबेलासम्म आउँदैन, तिनी जुत्ता भोलि बिहानै मलाई चाहिन्छ, तपाईँ साँझतिर गएर ती जुत्ता ल्याइदिनु होला, गाह्रो नमान्नु होला भनेर त्यो केटालाई अथवा आफ्नो ज्वाइँलाई यो काम हराएर गए। अनि दिउँसोको समय थियो, राजाका छोरी, राजाका छोरा अनि राजाका ज्वाइँ एउटा रुममा बसेर गफ गर्दै थिए। निकै समय गफ गरे, साँझ पर्न थाल्यो र एक्कासी ती राजाका ज्वाइँ अथवा जसलाई चाहिँ राजा बन्ने लेखिएको थियो भाग्यमा, तिनले सम्झे, ओहो, मलाई त ससुराले जुत्ता ल्याउन भन्नुभएको थियो, जुत्ता सिलाउन दिएको छु, जुत्ता ल्याउनु भन्नुभएको थियो, म त कस्तो बिर्सेछु, रात पर्न लागिसक्यो, म जुत्ता ल्याउन जान्छु भनेर ती ज्वाइँ त्यहाँबाट निक्लिन लाग्दै थिए। त्यत्तिकैमा राजाका छोराले भने, ज्वाइँ जस्तो मान्छे पनि ससुराको जुत्ता बोक्न जाने हो, म जान्छु नि जुत्ता बोक्न, म लिन्छु, मेरो बुवाको जुत्ता लिन जान्छु, तपाईँ घरमै बस्नुहोस् भनेर राजाका छोरा जुत्ता लिन गए र जुत्ता सिलाउनेसँग जुत्ता मागे र जुत्ता सिलाउनेले भुइँमा छन् टिपेर लैजानुहोस् भन्यो र राजाका छोरा जुत्ता टिप्न घोप्टो पर्दै थिए। त्यही बेलामा जुत्ता सिलाउनेले टाउकोमा ठोकेर राजाको छोरालाई मारिदियो। उसलाई थाहा थिएन कि त्यो राजाको छोरो हो अथवा राजाको ज्वाइँ। अब यो कुरा राजाले थाहा पाए, राजा झन् चित्ते भए, एकदमै एउटा छोरा थियो, त्यसको पनि मृत्यु भयो आफ्नै कारणले। उनी निकै ठुलो गहिरो चिन्तामा परे र यही चिन्ताले राजाको पनि मृत्यु भयो र राजाको मृत्यु भइसकेपछि, राजाको छोरा नभइसकेपछि अब राजा को बन्ने त भन्दाखेरि ज्वाइँ बन्ने। यसरी चाहिँ जसको भाग्यमा 6 दिनको दिनमा, छैटीको दिनमा राजा बन्नु भनेर लेखिएको थियो, आखिरमा उनी राजा बने। यो कथाको शीर्षक थियो भावीले लेखेको हेरेर केरिन्न, मेटेर मेटिन्न। यो मैले करिब 6-7 कक्षामा पढ्ने बेला एकजना गुरुले हामीलाई कक्षामा सुनाउनु भएको थियो। पक्कै पनि भाग्यमा छ भने त्यो कसैले टार्न सक्दैन है। आफ्नो भाग्यमा विश्वास गर्नुहोस्, त्यही अनुसारको मेहनत पनि गर्नुहोस्।